So hey guys, welcome back to my new लगा मेरा vlog. मजाक Welcome back to my new vlog. कहाँ से आते हैं? Welcome back to my new vlog. निस्क्यो नि अभी मजा आएगा. तो साथीहरु आज चाहिँ म आएको छु बाख्रा चराउन. साँच्चै हो बाख्रा चराउन आएको छु. मेरो पुरा बाख्रा चरिरहेको छ हैन. सो तपाईहरुले मेरो च्यानललाई चाहिँ कमेडी नि सकलमा कस्तो मुखमै निस्किँदैन. तुमसे ना हो पाएगा. तपाईहरुले गर्दिन न के भन्छ हिन्दीबाट भन्छ नि त्यो लाल बटन दबा दो, लाल बटनको काला बटन या सेता बटन बना दो, त्यो भन्छ नि हैन. समझ रहे हो? समझ रहे हो? सतरामा सकारात्मक सलाबा सब्स्क्राइब गरिदिनु होला है त. सब्स्क्राइब नाइस. इंग्लिश आउँदैन नि त. गजब बेइज्जती है. बेइज्जती त हो, गजब बेइज्जती त हो. तर मेरो भिडियो बनाउन सक्दैन. आज मेरो कपाल चाहिँ खतरा छ. र मेरो यो भिडियोलाई चाहिँ तपाईहरुले लाइक त्यो हुन्छ नि यस्तो क्या गुड भन्छ नि मान्छेले गुड भन्छ नि क्वेरीहरुले क्या क्वेरीहरुले गुड भन्छ नि हैन. त्यो गरिदिनु के भन्छ त्यसलाई. अबे जल्दी बोल कल सुबह पनवेल निकलना. लाइक जोड़ के मैं मोदी साहब लाइक गरिदिनु होला र साथसाथै यो भिडियोलाई अरु सामु पनि चिरे नआउनु नि गाह्रो छ क्या मलाई. अरू सामु सियर हो जस्तो लाग्यो. अरू सामु यो भिडियोलाई पनि सियर गरिदिनु होला र अरूले तपाईहरुलाई सियर गरेको छ भने र सो मेरो मेरो नाम चाहिँ तपाईहरुले चिन्नुहुन्छ कि हुन्न. मेरो नाम चाहिँ साङ्गे नर्बु नावा हो र नावा चाहिँ हाम्रो शेर्पा थरभित्र पर्छन्. र मेरो युट्युब च्यानल चाहिँ शेर्पा भ्यू रहेको छ है. मेरो शेर्पा भ्यू युट्युब च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु नभुल्नु होला. सो तपाईहरुले एजुकेसनकै कुरा गर्नु पर्दा चाहिँ म चाहिँ अहिले कक्षा 10 मा अध्ययन गर्दै छु हैन. सो कक्षा 10 को अब चाहिँ मेरो एसई दिनुपर्ने हो यो साल चाहिँ हैन. यो 82 सालमा चाहिँ मेरो एसई दिनुपर्ने हो. र मेरो घर चाहिँ कोशी प्रदेशको ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउँपालिका 1 हैन मेरिङदेन गाउँपालिका 2. भाई यहाँ पे क्या हो रहा भाई? ये कहाँ फंस गया भाई मैं? भाई ये क्या हो रहा है? के भन्छ मेरिङदेन गाउँपालिका 1 साबिक थिङलाबु 2 को थिङलाबु 2 को सिरान टोलमा पर्छ क्या मेरो घर. बिल्कुल चुप. हिम्मत कैसे हो तेरी मुख खोल. शेर्पा गाउँ भनेर चिन्ने गर्छन्. र यो ठाउँमा चाहिँ आज म बाख्रा चराउन आएको छ है. कस्तो बाबाल ठाउँ छ. मारो हमको जिंदा मत छोड़ो सालो. हम कोई मंदिर का घंटा है कि कोई भी आके बता. धन्नै छाती फुट्यो मासले. यहाँबाट झर्यो भने त गयो त गाज. झर्यो भने खत्तम हुन्छ खत्तम. धन्नै मरेन जाठा. र कुनै पनि क्रिएटरलाई चाहिँ अगाडि बढ्न तपाईहरुको साथ सपोर्ट चाहिन्छ त्यो तपाईहरुलाई थाहा नै छ हैन. अवश्य तपाईहरुले त्यो साथ सपोर्ट चाहिँ मलाई पनि देखाइदिनु हुन्छ भन्ने आश चाहिँ गरेको छु है. आश गर्न त गल्ती हैन नि त मेरो. यो भिडियोमा लाइक गरिदिनु भने त्यो चाहिँ तपाईको गल्ती हो फेरि. सो आजको लागि चाहिँ यति नै हो. भेटौँला अब अर्को भिडियोमा हैन. एकचोटि यो मजाले ठाउँहरु हेर्नु है. बाल देखिन्छ क्या यहाँबाट चाहिँ. तर एकचोटि खस्यो भने चाहिँ गयो है. यहाँ तल चाहिँ गोलीहालेर रहने मान्छेहरू टन्नै छ. बिर्सक्यो यहाँबाट गयो भने त गयो. यो पर्वत चाहिँ याक्रेली भन्छ यो ठाउँको नाम चाहिँ हैन. यता चाहिँ यो ठाउँ चाहिँ हैन कर्नेमा भन्छ. मेरो घर चाहिँ यो डाँडा पछाडि पर्छ. यता चाहिँ हाम्रो सान्थाक्रा पर्छ. यता चाहिँ
ठकरा पर्छ एकपट्टि यता चाहिँ लाग्छौँ पनि भन्ने गर्छ क्या सबैजनाले र यता माथि चाहिँ सबै यस्तो भिरै भिड छ आज पानी पर्दा जस्तो मौसम पनि त्यस्तो छ यो पहाडी गाउँ चाहिँ हाम्रो के भन्छ यो फाकुम्बा होदो के भन्छ मलाई ठाउँको नाम चाहिँ थाहा छैन यो गाउँपालिकाको नाम चाहिँ के भन्छ मलाई मौवा खोला होला मौवा खोला गाउँपालिका हो र यतापट्टि थाहै छैन मलाई के भन्छ सो आजको लागि चाहिँ मेरो ब्लग चाहिँ यति नै रहेको छ र तपाईँले जसरी पनि सब्सक्राइब गरिदिनु पर्यो मेरो च्यानल सब्सक्राइब गरिदिनु पर्यो र यो भिडियोलाई लाइक चाहिँ गरिदिनु पर्यो है जसरी पनि ओइ के रेको यसो लाइक गर्न के रेको भाइ के रेको बहिनी लाइक गरिदिनु है छिटो लाइक गर्नु र मेरो च्यानललाई सब्सक्राइब गरिदिनु नभुल्नु होला शेर्पा भ्यू युट्युब च्यानललाई तपाईँहरूले सब्सक्राइब गरिदिनु होला नभुल्नु होला यो मेरो तपाईँलाई जानकारी रहेको छ कसको जानकारी तपाईँको फोनमा बोलिरहनु भएका यो केटाको तपाईँलाई जानकारी छ कि तपाईँहरूले यो सब्सक्राइब गर्नु होला थ्याङ्क यू धन्यवाद आजको लागि यति नै अब भेटौँला अर्को भिडियोमा बाई बाई